नमस्ते। जे नहुनु थियो, जे नगर्नु थियो राष्ट्रपतिले त्यही गरे। जुन अध्यादेश सरकारले, गभर्नमेन्टले एकदम फास्ट ट्र्याकले काम गर्नको लागि, एकदम छिटोभन्दा छिटो द्रुत गतिमा काम गर्नको लागि अध्यादेश चाहिँ 6वटा कतिवटा अध्यादेश चाहिँ राष्ट्रपति समक्ष पास गर्नको लागि पठाएको थियो। त्यसमध्ये मलाई लाग्ने एकदमै मेरो विचारमा लागेको चाहिँ संवैधानिक परिषद सम्बन्धीको अध्यादेश हैन। त्यो अध्यादेश भनेको चाहिँ असंवैधानिक तरिकाले पार्टीका झोलेहरूले जो पार्टीले भर्ती केन्द्र बनाएर भर्ती गरेका थिए नि आसेपासे गाँसे यस्ता मान्छेहरू जुन कति राजदूत तपाईको के भन्छ न्यायालयको न्यायाधीशहरू हैन, अनि अख्तियार अनुसन्धान आयोगको सबै के ठुल्ठुलो मान्छेहरू जुन त्यो तिनीहरूको चाहिँ 1200 प्लस यस्तो पार्टीको कोटामा गएर सरकारी सेवा सुविधा खाएका मान्छेहरूको एक झड्कामा यसरी चट हुन्थ्यो जागिर हैन, एक सिग्नेचरमा। त्यही अध्यादेश चाहिँ पारित भएन। किनभने राष्ट्रपति तपाईहरुलाई थाहा छँदैछ कांग्रेस ब्याकग्राउन्डको हो हैन। कांग्रेस एमाले माओवादी र के अरे राष्ट्रिय प्रजातन्त्र पार्टी त अस्ति नै के विगति के हो त्यो राष्ट्रपतिलाई चढाउने, यो नगर्नुस् है, यो नगर्नुस् हजुर, हाम्रो सबैजना जान्छ भनेर अस्ति एउटा 4 जनाको हस्ताक्षर गरेर त राष्ट्रपतिले बुझाइसकेको छ हैन। को देशभक्त, को देशलाई माया गर्ने पार्टी भन्ने कुरा त तपाईहरुले थाहा छ नि त हैन। जोसुकैको झोले हुनुस् तपाई, मतलब छैन। तर पार्टीबाट भर्ती भएका मान्छेहरूलाई त फालेर स्वस्थ छवि भएको मान्छेलाई राख्न ठिक होला नि त हैन। के कसो हो कि मैले गल्ती बोलेँ? कांग्रेसको मान्छे कांग्रेस त्यहाँ जहाँ खाइरहेछ त्यहीँ खाइरोस्, एमालेको जहाँ चुसिरहेछ त्यहीँ चुसिरोस्। त्यस्तो भन्दा त अहिले सरकारले जे गर्न लागेको थियो त्यो ठिक थियो होला नि त हैन। विज्ञ मान्छेलाई त्यो ठाउँमा पठाउने हो के। पार्टीको झोला बोकेको भरमा विज्ञ भइदैन के। विज्ञ हुनलाई पढ्नुपर्छ होला हैन, विद्या हुनुपर्छ होला, त्यो सम्बन्धी ज्ञान हुनुपर्छ होला। के कसो हो कि मैले बढी नै बोले बिहान?